नमस्कार। आज हामी उपन्यास ऐठनको दोस्रो अध्यायमा छौँ। उपन्यास ऐठनको यो दोस्रो भाग पृष्ठ 19बाट यसरी सुरु हुन्छ। यस्तो लाग्यो म बेखबर मृत्यु मर्दैछु। अवचेतन मनले आमासँग बिदाई माग्यो। आँखामा पातलो पर्दा लागे चाहिँ दृश्य धमिलो थियो। त्यही परिदृश्यमा कालो छाया देखा पर्यो। त्यसले मलाई झकझकायो। लगातार छाती थिच्न थाल्यो। गालामा चड्कन आन्यो। मुर्झाउँदै गएको दिमाग एकाएक खलबलिन पुग्यो। परेला र गालाको मासु कापेसँगै झट्ट आँखा खुले र दृश्य सङ्लिन पुग्यो। ओहो, म अन्तै थिएँ। कुरुक्षेत्रको कुनै नाम निशान थिएन। म एक अत्याधुनिक कोठामा थिएँ। सामुन्ने सेतो पोसाक लगाएको मानिस ठिङ्ग उभिएको थियो। उसको काँधमा कालो डोरी झुन्डिएको थियो। उसको छेउैमा एक सुन्दर युवती थिए। उसको पहिरन पनि सेतै थियो। म माथिको अस्वाभाविक हकीकत देखेर तर्सिन पुगे। झटपट उठे। शरीर छामछुम पारे। मेरा अङ्ग सकुशल थिए। चुटकीभरमा मेरो संसार बदलिएको थियो। त्यो समय म भाव सुन्ने र विचार सुन्ने भएको थिएँ। दिमागले काम गर्न सकेन र म बेहोसीमा त्यहाँबाट भाग्न खोजेँ। सेतो पोसाकधारीले मलाई तुरुन्त नियन्त्रणमा लिए। एकछिन रस्साकसी नै भयो। उनीहरूले बल्ल बल्ल मलाई बेडमा पल्टाए। म रुन अनि बरबराउन थालेँ। आमाको ठाउँ जान देऊ। आमा, आमा। म उठ्न खोजिरहेको थिएँ। उनीहरू मलाई बेडमै थिचिरहेका थिए। त्यसबीच महिलाले तीखो सुई मेरो पाखुरामा घोप्न भ्याए। त्यसपछि बिस्तारै मबाट तागत हराउँदै गयो। फाल परेको गुब्बाराबाट हावा हराउँदै गए चाहिँ म शिथिल हुँदै गएँ। आँखाबाट उज्यालो फुत्किँदै गयो। शक्तिहीन भएर बेडमा लप्टिए। बेहोस नहुँदासम्म मनको सङ्घर्ष कायमै थियो। सायद केही घन्टा बित्यो, हुनसक्छ दिन बित्यो, रात बित्यो। म स्पष्ट थिइनँ। यसपटक सामान्य तवरले बिउजिए। उनै पुरुष र महिला अघिल्तिर थिए। उस्तै सेतो थियो आभूषण। यसपटक डाक्टर र नर्सलाई सजिलै चिने। डाक्टरको काँधको स्टेथोस्कोप कुनै डोरी जस्तो लागेन। स्टेथोस्कोप पनि चिने। आफू हस्पिटलमा रहेको सहजै महसुस गरेँ। तर कुन हस्पिटल अनि कहिलेदेखि सम्झिन खोजेँ। सकिनँ। घडी लाग्यो। म वर्षौँदेखि यही हस्पिटलमा छु। घरि केही साता भएको अनुमान गरेँ। सम्झिने कोसिसले झनै अलमल परेको थिएँ। कुनै सपनाले त्यसरी जीवन्त बाँधेकोमा अचम्म लागेको थियो। खासमा म टुहुरो मान्छे। मैले आमाको अनुहार फोटोमा समेत देखेको छैन। त्यस्तो अप्राकृतिक सपनालाई बिपान्न ठानेछु। अझ आमा भन्दै बरबराएको सम्झेर कसो कसो शरम पनि लाग्यो। लक काटे। पूर्वजन्म हुन सक्छ। म बवन कुमार होइन, वीरध्वज थिएँ। डाक्टरलाई सोधेँ। बिउजिदा समेत आफूलाई कुरुक्षेत्रमा ढलेको सैनिक ठाने। सपनाले कसरी हिप्नोटाइज गर्न सक्छ थाहा छ? मैले तपाईँहरूलाई पनि चिन्न सकिनँ। डाक्टर मुसुक्क मुस्कुरायो। मानव ऊ मेरो रहस्य जान्दछ। डाक्टरले जिस्किएको लवजमा जेरी जस्तै जेलिएको कुरा गर्यो। जीवन सपनाहरूको तह हुन सक्छ। भ्रमै भ्रमको सयौँ तले महल हुन सक्छ। के थाहा, तिमी त्यहीँ सुत्यौ र यहाँ बिउजियौ कि यहाँ सुतेर कतै अन्त बिउजिने पो हो कि? उसको उल्झेको कुरा बुझ्न खोज्दै थिएँ। त्यसैमा थप्यो, मसँगको घटना केवल सपना हो कि? अथवा म तिम्रो सपनामा छु कि? वा तिमी मेरो सपनामा पो छौ कि? वास्तविकता कोही जान्दैन। यही जीवन हो। धत, उसको वा अथवा दिमाग रन्थनियो। उसको दर्शनले जीवन, जगत, पदार्थ हरेक चिजमाथि शङ्क उत्पन्न गरायो। त्यस्तो अत्याचारयुक्त तवरले कसले सोच्न सक्छ? ल मानौ सोच्न सक्छ। तर यसरी सुनाएर ऊ आफूलाई के साबित गर्न चाहन्छ? मैले पनि उसकै भाषामा थपेँ। हामी दुवै यी नर्स नानीको सपनाका पात्र पनि त हुन सक्छौँ नि, होइन? नर्स लजालु मुस्कानले मुस्कुराई। डाक्टरले भने केही गम्भीर भन्यो। स्पष्ट थियो ऊ मेरो सपनालाई सपना भन्न चाहिरहेको थिएन। भवनजी, सपना र विपना दुई ध्रुव हुन्। त्यसबीचमा अनगन्ती कुरा हुन सक्छन्। अनगिन्ती दृश्य हुन सक्छन्। कयौँ संसार हुन सक्छन्। त्यो कुनै त्यस्तै दृश्य पो थियो कि? उसो भए त्यो सपना थिएन अनि विपना पनि थिएन। हुन सक्छ।
बडो लापरवाहीका साथ भने हुनसक्छ एक शब्द कहिले कसो प्रश्नको समाधान हुन सक्ला, तर हुनसक्छ आफैमा दोधारे शब्द। त्यसैले जिज्ञासा शान्त पार्न सकिँदैन, सक्दै सकिँदैन। लगत्तै डाक्टरले मेरो आँखाका ढकनी तन्कायो। आँखामा यसरी हेऱ्यो कि ऊ मेरै भित्रसम्म चिहाउन सक्छ। आँखामा उसले के देख्यो अनि के टिप्यो? डायरीको पानामा। खर्र। देख्नुभयो? के हेर्नुभएको? मुसुक्क मुस्कुरायो। आँखा के रहेछ आँखामा? आँखामा के हुन्छ नानी? आँसु पनि त हुन्छ। हो हुन्छ। अनि आँसुमा चाहिँ के हुन्छ? डाक्टर एकैछिन सोचमग्न भयो। माथि सिलिङतिर हेऱ्यो। मेरो गाला थपथपायो। आँसुमा धेरै थोक पो हुन्छ। वाटर, ग्लुकोज, युरिया, सोडियम, पोटासियम, ब्ला ब्ला ब्ला। मेरो जिकिर भन्न भिन्न थियो। आँसुमा संवेदना पनि त हुन्छ। बिछोड, पीडा, आवेग, संवेग, सम्झना अनि ब्ला ब्ला। एक किसिमले। तपाईँ आँखा तन्काई मुटुसम्म च्याउन सक्नुहुन्छ? सक्दिनँ। एक्सरे गरेर सक्छु। एक्सरेमा पीडा र दुःखको मात्रा देखिन्छ? रोग मात्र देखिन्छ। हाम्रा दृष्टिकोण विपरीत रहेछन्। त्यसैले धेरै बोल्नु उचित थिएन। डाक्टरलाई नहल्दा एकहोरो जाँच्न दिए। उसले मेरो रक्तचाप, शरीरको तापक्रम, अक्सिजनको मात्रा आदि जाँच्यो। कपीमा खर्र लेख्यो अनि क्याबिनबाट बाहिरियो। म बेडबाट उठेँ। छेउैको भित्तामा ऐना थियो। ऐना सामु उभिए। आफैलाई धेरै दिक्क लाग्यो। मलाई यो कटुवा पिस्तोल जस्तो तीखो खाम्चो मन पर्दैन थियो। हड्डी बाहिर उछिटिएका छन्। नाक र गालामा पोतो छ। निधारको देब्रेतिर खोपिल्टो देखिन्छ। घाउका ससाना दागको हिसाब किताब केही पनि छैन। पहिले त म यस्तो थिइनँ। मेरो समयको सरगम यस्तो थिएन। मेरो अनुहारमा एउटै दाग थिएन। मुडुलो टाउकोमा ध्यान गयो। धेरैजसो रौँगा टुसा सेता भइसकेका रहेछन्। मनमा नै उमेरको हिसाब गरे। 50 पुग्न 2 वर्ष बाँकी रहेछ। उमेरलाई व्यवस्था गरेर डिच्च परेर ध्यान दिएर दाँत हेरे। चुरोटको असरले दाँत पहेँला देखिन्थे। आफूले लगाएको कुर्ता हेरे। कुर्ता कालो रङको थियो, जसमा मसिना सेता धर्सा थिए। देब्रेतिर पहिलो अक्षरमा नाम लेखेको थियो, कुनै कैदीको कैदी नम्बर जस्तै। अङ्ग्रेजी लिपिका ती अक्षर ऐनामा उल्टा देखिन्थे। मनमा नै पढे। BAN बन। आफ्नै नाम पढेर खितखित हाँसे। कतै नर्सले मैतिर हेरिरहेको पो छ कि? हाँसो रोकेर नर्सतिर फर्के। ऊ आफ्नै धुनमा क्याबिन मिलाउँदै थिए। त्यसबखत नर्स टेबलका किताब ऱ्याकमा खोज्दै थिए। उसको हातमा हिन्दू ग्रन्थ, महाभारत र बौद्ध ग्रन्थ त्रिपिटक थियो। अड्कल काटे। मेरो सपना किताब पढ्दाको असर थियो सायद। नर्सलाई भिन्न कुरा सोधे। मलाई यहाँ कसले ल्यायो? किन ल्यायो? उसको स्वर बिछट्टै मिठो थियो। तपाईँ बिरामी हुनुहुन्छ के? आफ्नै निधारमा छाने। ज्यान झकझकाएँ। 2-3 पटक उफ्रिए पनि बिल्कुलै मलाई बिसन्चो छ जस्तो लागेन। होइन, मलाई के भएको छ र? म तन्दुरुस्त त छु। ग्रेनेड बम पनि सालिफा जस्तै देखिन्छ। खाउँ जस्तै लाग्ने। रोग पनि मानिसभित्र बारुद जस्तै लुकेको हुनसक्छ। त्यो हेर्दैमा नचिन पनि त सक्छ। निष्क्रिय भए त ठिकै छ। पड्क्यो भने ज्यान गयो। रोग पड्किन दिनुहुन्न। बुझ्नुभयो? नर्स खितखित गर्दै हाँस्न थाली। मलाई त्यस्तै खतरनाक रोग छ र? मेरो स्वर भाँसिएको थियो, तर नर्सको भने मुहार उस्तै थियो। उसले उस्तै मोहक लयमा सुनाए। मलाई त्यति धेरै थाहा हुन्न। भोलि डाक्टर आएपछि सोध्नु होला है। यति भनेर नर्सले पनि क्याबिन छाडे। क्याबिन तारे होटेलको कोठा जस्तै थियो। क्याबिनसँगै स्नान कोठा र शौचालय जोडिएका थिए। कोठाको देब्रे कुनामा कम्प्युटर थियो। टेलिभिजन, सोफा, किताब, ऱ्याक, लेखपढका लागि राखिएका टेबल आदिले हस्पिटलको झल्को दिन्न थियो। पानी जारदेखि फोनसम्मको सुविधा थियो त्यो क्याबिनमा। भुइँमा निलो जुट कार्पेट थियो। भित्ताहरू घिउ रङका थिए। 7 तारे हस्पिटल प्रतीत हुन्थ्यो त्यो। बेड नजिकै हरिया फित्तावाल चप्पल थिए। तिनै चप्पल लगाई बाहिरिन पुगे। बाहिर फराकिलो कोरिडोर थियो। कोरिडोरको भुइँ सेतो मार्बलको थियो र कोरिडोर किनार पारदर्शी सिसाले सिल गरिएको थियो। दायाँ बायाँ हेर्दा आँखाले नभ्याउने गरी अनन्त लामो थियो त्यो कोरिडोरको लम्बाइ। मेरो जस्तै कुर्थामा दर्जनौँ
महिला पुरुष हिँडडुल गर्दै थिए। तिनीहरू म जस्तै मुडुला थिए। सबै आफआफ्नै तालमा देखिन्थे। नर्स र डाक्टरको आवाज जावत छिटपुट थियो। म कोरिडोरको किनारतिर लागेँ। सिल गरिएको सिसामा कान लडेर जमिनतिर हेर्न खोजेँ। भवनको पल्लो ब्लक मात्रै देखिन्थ्यो। आकाशतर्फ हेर्न खोजेँ। आँखामा भवन नै ठोकियो। कस्तो भने हस्पिटल दर्जनौँ ब्लकमा फैलिएको थियो। झ्याल, कोरिडोर वा कुनै बाल्कोनीबाट हेर्दा हस्पिटलको अर्को ब्लक मात्रै देखिन्थ्यो। ती ब्लक आपसमा जोडिएका थिए र एकअर्का बीच त्यस्तो फराकिलो दूरी पनि थिएन। त्यसैले कतिौँ तलामा छु भनेर कसैले जान्न पनि सक्दैनथ्यो। सबै भवनको आकार र बनावट एकनासको देखिन्थ्यो। भवनको बाहिरी भाग रातो थियो। जताबाट हेरे पनि त्यही रातो मात्रै आँखामा ठोकिन्थ्यो। त्यहाँ उभिँदै गर्दा मेरो नजर पल्लो भवनको तल्लो तलामा गयो। त्यहाँ स्ट्रेचरमाथि रक्ताम्य घाइते राखेर वार्ड एटेन्डेन्ट दौडिँदै थिए। डाक्टरहरू बेग्लै हताशमा देखिन्थे। घाइतेहरू पीडाले रन्थनिएको देख्न सकिन्थ्यो, तर सुन्न सकिन्नथ्यो। मैले घाइतेको सङ्ख्या गन्न खोजेँ। 1, 2, 3, 4। हजार नाग्दा मात्रै घाइतेहरूको चहल पहल रोकियो। के भएछ? सहरमा फौजी आक्रमण त भएन? असपनाको कुरुक्षेत्र मस्तिष्कमा नाच्यो। ठिक त्यही समय मेरो काँधमा कसैले हात राख्यो। झसङ्ग भए, चिर्र चिच्याउन पुगेँ। उसको विपरीत धकेलिए र पछाडि फर्किएँ। त्यसिन्जेल मेरा औँला र गोडा दुवै काप्न थालिसकेका थिए। त्यहाँ चन्द्रकला मोटी थिए। त्यो अर्धवैसे आइमाई मेरो घबराहट र तर्साइ देखेर खित्का छोडेर हाँस्दै थिए। चन्द्रकला अधिक मोटी थिए। मुठोपनले उसको गर्दन निलेको थियो। कुममा सोझै टाउको राखे जस्तो देखिन्थ्यो। त्यसमाथि मुडुलो टाउको। पहिलो भेटमा उसँग मलाई घिन्नै लागेको थियो। आगलागीमा बचेको घरको भित्ता जस्तै कुरूप थियो उसको अनुहार। मेरो अनुहार मक्किएको कटुवा पिस्तोल हो भने उसको खियाले जीर्ण भइसकेको भरुवा बन्दुक जसको नाल समेत भाङ्गिएको थियो। उसलाई देखाउन पल्लो भवनको कोरिडोरतर्फ हेरेँ। त्यहाँको कोरिडोर शान्त भइसकेको थियो। म बोल्नु पूर्व उसले आँखाका दुवै परेला उचाल्दै सुनाए। रोमाञ्चक भावना। भवन थाहा छ? मेरो झ्यालबाट चराको प्वाँख छिर्यो। सायद यो हस्पिटलबाट स्वतन्त्र हुने लक्षण हो। पन्छी सामान। कोठामा प्वाँख छिर्नु अचम्मको कुरा होइन। कुनै पन्छीको प्वाँख घुम्दै हुत्तिँदै सन्तुलन मिलेर पसे पनि त होला। तर मेरो मनमा चिलगिद्धको छाया नाच्यो। हतारिँदै सोधे, कतै त्यो कुनै चिलगिद्धको प्वाँख त होइन नि? खै, मलाई के थाहा। उसले खल्तीबाट खैरो र कालो रङ मिश्रित प्वाँख सिके। मैले तुरुन्तै समाएँ। आँखा चिम्लिएर ध्यानसँग सुगे। छ्याङ्ग भयो। चिलके प्वाँख हो। यस्तो लाग्यो कुरुक्षेत्रमा मेरै छातीमा बसेको चिलको प्वाँख हो त। त्यसपछि म उसको क्याबिनतर्फ उत्तिएँ। सरासर उसको क्याबिनको झ्याल छेउ गएँ। झ्यालका कुना कुनामा नापेर आकाश हेर्न कोसिस गरेँ। मलाई अनौठो शङ्काले गाँजेको थियो। कतै आकाश चिलगिद्धले ढाकिएको त छैन नि? केही मिनटको कोसिसपछि आकाशको टुक्रो देखियो। बायाँ छेउको तल्लो कुनाबाट दायाँ छेउको माथिल्लो कुनामा हेर्दा सानो आकाशको टुक्रा देखिँदो रहेछ। म ढुक्क भएँ। चिलगिद्धले आकाश छोपिएको छैन। चन्द्रकला मलाई पछ्याउँदै त्यहाँ आइसकेकी थिए। उसले सोधे, के गरेको? मैले म माथि घटेको घटना र प्वाँख खस्नुको संयोगबारे बताएँ। आफ्नो शङ्का सुनाएँ। उसलाई त्यो अनौठो लागेन। उल्टै मलाई अनौठो लाग्ने कुरा सुनाए। कुरा हिजो साँझको हो। तिमी महाभारतको स्त्री पूर्व सुनाउँदै थियौ। गान्धारी रणभूमिमा गइरहेको व्याख्या गर्दै थियो। याद आयो? ध्यान दिएर सम्झिन खोजेँ, सकिनँ। कहिलेकाहीँ मलाई केही याद नै रहँदैन। अरूले सम्झाएपछि सम्झिन्छु, कहिले त्यो पनि हुँदैन। याद नआए पनि मुन्टो हल्लाएँ। अनि तिमीलाई एकाएक खै के भयो? भुइँमा ढल्यो। नबुझिने गरी बरबनाउन थाल्यो। मलाई आमा भन्यो। अनि मैले डक्टरलाई बोलाएँ। कतै म पूर्वजन्ममा महाभारतको योद्धा त थिइनँ? मेरो आंशिक आत्मधरतीमा तडपिरहेको त छैन? मैले सङ्गत गरेको मान्छे कुनै जन्ममा सैनिक भएको नहोस्। उसले सास फेर्दै थपी, यस्तै यस्तै हुन्छ भनेर मैले गम्भीर किताब पढ्न छोडिदिएँ। मलाई त कमिक्स नै पढ्दा रमाइलो लाग्छ। उसले टेबलबाट कागको गीत नामको पुस्तक उठाएर मतर्फ फर्काए। मलाई त्यसको आवरणले नै हाँस उठ्यो। अनि जिस्किए, हे हे, कागको गीत पनि हुन्छ? कस्तो हुन्छ? उसले दुवै ओठ पुक्क पारेर उठाए। कहाँ कहाँ दुवै खुट्टाले भुइँमा छाड्दै उफ्रिए, बुरुक्क बुरुक्क। त्यसो गर्दा कुनै काली सुँगुर्नी उफ्रिए जस्तै देखिन पुगे। अझ त्योभन्दा पनि कुरूप देखिए। उसलाई होच्याउनु दुर्भाव मनमै राखेँ, मात्र
खितखिताएँ। डाक्टरले त्यो सपना होइन भन्नुको कारण कता कता मेसोमा आयो। भड्किलो अड्कल लगाएँ। महाभारत पढ्दा कतै मैले आफैलाई त्यसको पात्र त महसुस गरेँ कि, वा विरध्वजको आत्मा त्यो ग्रन्थको पानाहरूमा तडपिएको पो छ कि, त्यसले मलाई पो समायो कि। चन्द्रकलाले पनि पानीको गिलास दिँदै मेरो मनोभाव भङ्ग गरी, धेरै नसोच, डाक्टरले भनेका आवश्यकताभन्दा बढी सोच्यो भने आफैमाथि पनि शङ्का हुन सक्छ। प्रत्येक दृश्य र आवाजमाथि शङ्का लाग्न पुग्छ। यति मधुरतासँग भने कि उसको अनुहार समेत प्यारो लाग्यो। उसको कुरामा सहमत देखिए जस्तो गरिदिएँ, तर मभित्र उसले सुनाएको कुरामाथि पनि शङ्का थियो। के थाहा ऊ डाक्टरसँग मिलेको पो छ कि, मेरो सपनालाई असपना बनाउने यो चाल पो हो कि, के थाहा।